ल यिनीहरू दुवैजना अहिले फोटोको पोज दिँदैछन्। ल जाउँ अगाडि बढाउँ ल। यिनीहरू बाबा पढेको स्कुल भ्रमण गरेपछि श्री बद्री विशाल मावि भ्रमण गरेपछि अहिले घरतर्फ जाँदैछन् कुल पूजाका लागि। छोराहरू एकचोटि मलाई सबैले हात हल्लाऊ त। थ्याङ्क यू एकदम ठाडो यसरी। वाह 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 होइन मिल्छ ल। बाबा अझै त्यही बाटो जान्छ नि हिँड न बाबा पढे स्कुल। ल उयो विद्यार्थीहरू गइरहेको छन् नि ए पानीबाट पनि त्यही हो त्यही तरेर जान्छ नि हिँड न। भाग्ने होइन बाबु थाक्छ। टुप्पोमा होइन बेटा टुप्पोमा त हाम्रो उहाँ सानीमा हुनुहुन्छ नि उहाँको घर हो त्यो माथि त वहाँ माथि लोकुवाको सानीमा रेग्मीहरू सुदर्शन रेग्मी कमल रेग्मी राईको बासु हाम्रो दिनेश भाइ को मम्मी के ल मम्मी एकदम खुस। हाम्रो नाति पनि अगाडि छ। ए नाति हेलो नाति हाम्रो नाति छ नि त यहाँ। यो नाति फेरि हाम्रो एकदमै लायकको नाति हो। ठिक छ दाइलाई अहिले त पुलमा गएर खिच्ने हो नि आइफोनवाला त। यो दाइ फोन चाहिँ यहाँ बाबाले खिच्दैछु। हजुर हो र बाबु त्यहाँ अलि टाढाबाट देखिन्न र थोरै देखिन्छ होला है। हिँड न त्यही बाटो जाने हो त नि। अनि होइन पारी त त्यो पारी त थुमी गाविस हो पहिलाको। अहिलेको के हो बाबु त्यो पहिलाको थुमी गाविस हो अहिले के हो आरुघाट गाउँपालिका गोर्खा जिल्ला हो क्या। यत्रो सानो खेतको के काम भन्छ यो धान फल्ने ठाउँ गोरु दाइलाई थाहै छैन कसरी बनाउँछन् होला के यस्तो। यो खेतलाई हामी सुर्का खेत भन्छौँ क्या। सुर्का कसरी खन्छन् होला मैले त्यो खन्ने गोरुले जोत्छ नि यहाँ ट्र्याक्टर लाउँछन् अहिले त। मतलब यस्तो सिडी जस्तो कसरी बनाउँछन् ए सिडी जस्तो कसरी बनाएन क्या यस्तै हो जग्गा नै यस्तो प्रकृतिले नै यस्तै दिएको सिडी बनाएको हो र। तिमीले चाहिँ स्टेप वाइज देखेर होला नि छोरा यो स्टेप वाइज फिल्ड होइन नि त यो नेचरले नै दिएको हो छोरा। यो नेचरले नै दिएको हेर नि कति राम्रो छ सिन हेर त ल। वाउ यही बाटो हिँडेर म मेरो भाइ मेरो दाइ मेरो दिदी हाम्रो सबै पुस्ता यहीँबाट कटिसके। अब तिमीहरू चाहिँ उता तराईतिर लागेपछि ल पानी खाने खा हो। अलि अगाडि जाऊँ अलि अगाडि उ त्यो हेल्प पोस्टमा धारै छ धारै होइन त्यो चाहिँ खेतलाई सम्भार गरे हो कुलो बना हुनुपर्छ कि तर पानी पिउन मिल्छ। ल अरे यहाँ मेरो छोराहरूलाई यो नयाँ नौलो कुरो छ ल यति पानीमै नौलो छैन यिनीहरूलाई। ओए माछा मार्नु जान्ला हो अहिले होइन त्यो त होइन यता उता पाइन्छ हौ उता बाटोमै पर्छ ठ्याक्कै माछा उ गर्ने। ल दाइ बिस्तारै जाउँ ल। ल आज बाङ्गे पिपलको टिकट नभेटिए पनि मनमा खासै धेरै दुःख लागेन मलाई। म थोरै स्याड थिएँ। बाबा पढेको स्कुल ओ कान्छी आन्टी पनि अहिले पुरा भिडियो लिँदै आफ्नो बुढा पढेको स्कुलको बाटो कस्तो रहेछ भनेर हल्का क्याप्चर गर्दै। अनि तिमीलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ एकदम रमाइलो लागिरहेछ किनभने घिन्न परेछ। ल हो सल्लाहको जङ्गलै हो यो सल्लाहको जङ्गल हो। यसलाई कालीमाटी जङ्गल भन्छ नि हामी पढ्दाखेरि यही बाटो नै हो हामी हिँड्ने। ए जुत्तामा हिलो लाग्छ बाबु हिलो लाग्छ माछा भेट्यो रे केटा हो। ए वहाँ मेन आउँदैछ हिँड त खोलो छोडिदिएछ मुना उठा बेटा उठा न ल हिँड न सुन भेट्ने त वहाँ गण्डकी प्रदेशमा हो वहाँ गण्डकीमा त छिटो न वहाँ गाडी आइसक्यो
माइल बाबा पर्खिनु भयो क्या हिँड्न त थाहा छ होला नि फेरि झट्ल्याङ गर्दा फ्याट्र झरेर हिँड्ने त होइन नि साइडमा ल हाम्रो उहाँ गाउँको दादा हो तिमीहरूकै दादा हिँड म ठिक छ म एकदम रमाइलो लागिरहेको छ तिमीहरू म यत्रो समय स्कुल पढेको बाटो हिँड्दैछौ मेरो सबै परिवार अनि कति रमाइलो अनि आज त हाम्रो ओजस दाई पनि छन् यहाँ सम्यम दाई पनि छन् सम्यम दाई ओजस भाइ हेलो ओजसजी एकचोटि यता हेर्नुहोस् त गुच्चा छ नि त मार्बल हाउ मेनी मार्बल्स यु हेभ ल अहिले सुमन बुहारी पुरै कुरा कुद मुडमा हुनुहुन्छ ल दुइटै कुदेपछि अब जसको भिडियो लिने हो त्यही कुदेपछि के अर्थ रह्यो यार माई डियर्स ल जाउँ जाउँ म पनि हिँड्दैछु म यहाँ अर्को क्यामेराम्यान अनिस दाईले झ्याउला होला अनिस दाई डोन्ट ओरी यार यो टाइम पास हो क्या बाबु ठिक छ हो तिम्रो गोडा त दुख्यो होइन दुख्या छैन ओके ल दुईजना यता हेर त ल ओ ल यो पहेँलो फुल हामी गाई तिहारै भन्छौँ गाई तिहारमा चाहिन्छ यो तोरणमा गाईको तिहारमा यो लिनलाई हामी पाखा बारी जान्थ्यौँ हामी दाजुभाइ सुषमा पनि जान्थ्यौँ नि हाम्रो सुषमा बहिनी भागहरू उसलाई पनि सम्झेँ मैले उनी पनि हामीसँगै जान्थ्यौँ हामी ल्याउँथ्यौँ पुरै अमला टिप्थ्यौँ कति रमाइलो गर्थ्यौँ साउने अब बाबु जाउँ सिधै जाउँ कहीँ फरक पर्दैन यो हो माथि होला यार ल हो अब यो स्टिप वे देखेर यिनीहरू दङ्ग परिरहेछन् यो ग्राभल रोड ल अब उकाले उक्लिनु पऱ्यो यो हस्पिटल हेऱ्यो माथि हो त्यहाँ सिधा बेटा ल हिँड बाट बेटा ओजस बेटा ओहो ढुङ्गा टिपे होइन आउनुहुन्छ मम्मी होइन होइन छोरा होइन त्यो दर्शन ढुङ्गा हो त्यसलाई पेबल्स भन्छ ल होइन बालुवा हो त्यो स्यान्ड हो बालुवा हो क्या हो ढुङ्गावाला यो अलि राम्रो छ क्लियर खोलाको क्या राम्रो बालुवा ल होइन उहीँ पाउँछ होइन न आज ल होइन प्लास्टिक लाउनु पर्छ के त भरेर हो ल त्यही त अहिले यहाँ उक्लाउँदैछन् यिनीहरू छोरो भैरवमा बसेको मान्छे जन्मेर आज यत्रो भएर मेरो बाबु त कहाँ माथि पुगिसकेको छ समयमा त ल हेर ल हिँडेन बिस्तारै हिँड ल पर्दैन आउँदाखेरि उतारै गाडी जान्छ यसलाई गाई तयारी भनिन्छ क्या बुढी यो फुल चाहिँ अर्कै हो मलाई पनि मेसो छैन हामी अब त्यो धङ्गेर भन्ने हुन्छ त्यो खाएपछि जिब्रो कालो हुन्थ्यो यो हो कि अर्को हो अब हाम्रो त्यसलाई थाहा ल हिँड वाह ब्युटिफुल नाइस पर्दैन बाबु उहीँ पाउँछ जति नि हिँड्न न समय त भाइले बोलाउनु परेन भाइलाई यार हो बल्ल अफरोड साइकल यतिखेर ल्याउनु पायो भने त्यसलाई छ छोरा कति राम्रो छ ल्याएर फ्यान्टास्टिक छ नि खै देखाउँछ वाह वाट अ नाइस ब्युटिफुल ल हो सिल्भर जस्तो यसलाई हामी ल हिँड ढिला नि हुन्छ फेरि ठ्याक्कै अनुहार चम्काउनु जस्तो होइन तिमीहरूको पर्खे यिनीहरू जङ्गलमा ल हिँड छिटै न उहाँ दाइले गरिम भइसक्यो ल छिटै न गरिम भइसक्यो न ल हिँड अब त्यसै हिँड ल अब सरासर हिँड है ल मुन्ना ल यसरी हिँड्दै जाँदाखेरि समय कटिया थाहा हुन्न बुझ्यौ आइहाल्यो नि अब त घर आइसक्यो
नात्यो घरले बोलाइराखेको छ अझै कति हिँड्ने हो Oh, our sweet home, we are coming.